भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। नेपालको संसदको बहुमत सांसदले स्वीकारेका छन् नेपालले भारतको सीमा मिचेकै हो, किनभने 181 वटा हातहरूले गडगडाट ताली बजाएर समर्थन जनाएर राति निन्द्रा लाग्यो कि लागेन म त्यो सोध्न चाहन्न, खाना खानु हो कि भएन म त्यो सोध्न चाहन्न। तर यति भन्छु, त्यो बहुमत संसदले स्वीकारेका गडगड तालीले समर्थन जनाएको त्यो कुरो के थियो भन्दाखेरि नेपालले भारतको सीमा मिचेकै हो, किनकि मिचेको होइन भन्ने संख्या त संसदमा अल्पमतमा छ। सभामुख महोदय, बहुमत संसदले त्यो स्वीकारेको लज्जास्पद दृश्य, साँच्चै नै लज्जास्पद दृश्य थियो। त्यो झल जति सम्झिन्छु सभामुख महोदय। म त्यो दिन जब प्रधानमन्त्रीजीले त्यस्तो बोल्नुभयो तब राजसभाका माननीय सदस्यज्यूहरूले समर्थनमा ठोक्नु भएको त्यो टेबलको ड्याङ 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 त्यो आवाजले आज पनि मलाई चैनले निन्द्रा आउन दिएको छैन। यति त म भन्छु सभामुख महोदय। माफ पाऊँ सभामुख महोदय, मैले यो जन्ममा देखेको अहिलेसम्मकै सबैभन्दा लज्जास्पद र सबैभन्दा दुःखद दृश्य थियो त्यो। म दुःख व्यक्त गर्दछु। त्यो दिन मैले सम्झिए सभामुख महोदय, जननायक बीपी कोइरालाले प्रधानमन्त्री छँदा समीक्षा दैनिकका सम्पादक मदनमणि दीक्षितलाई बोलाएर भन्नुभएको वाक्य, धेरैले यो नाम सुन्नुभएको छ। मसँग संसदमा 2/3 छ, मसँग संसदमा 2/3 छ। मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर दोहोरो सुनिएको छैन, त्यसैले मबाट गलत काम हुन नदिन तपाईले आफ्नो पत्रिकाबाट मेरो गल्ती कमजोरी एक एक केलाएर लेखिदिनुहोस् है। बीपीले मदनमणि दीक्षितज्यूलाई बोलाएर भन्नुभएको शब्द हो, मैले यो ऐतिहासिक शब्द हो। बीपीले आफ्नै पार्टीका सांसदहरूलाई पनि प्रेरित गरिरहनु भयो र भन्नुभयो, तिमी पार्टीको सांसद मात्रै होइन, जनताको पनि सांसद हौ। तिमीले अन्तरात्माको आवाज सुन्न र जीवन्त आवाज उठाउन बन्द गरेको दिन बुझ्नु, तिमीसँग सास फेरिरहेको तर निर्जीव शरीर मात्र बाँकी छ, अरू केही बाँकी छैन। यही भन्नुभएको थियो बीपी कोइरालाले। म यो कसैका प्रति लक्षित गर्दिन, आफैले मम गरौँ।